लु है त पुरुषहरूको लागि खुसीको खबर, अब हेरेरै आयु बढ्ने हो। नपत्याए यो न्युज हेर्नुस्। दिनमा एकचोटि मात्रै महिलाको स्तन हेर्ने पुरुषको आयु तुलनात्मक रूपमा वृद्धि हुने बताइएको छ। अब दिनमा 3 चोटि हेर्न पर्यो, 300 वर्ष बाँच्नु पर्यो। ओहो, कमेन्ट्समा खुसी मात्रै होइन दुखी हुनेहरू पनि भेटियो। कता हेर्न जाने सिंगलले? यो समस्या है। त्यो समस्याको लागि केटीहरूको कमेन्ट्स पनि छन्, एकछिनमा पढ्नुपर्छ है त। आजको भिडियोहरूको कमेन्ट्स बब्बाल फन्नी छन्, सो गेट रेडी फर इट, लेट्स गो। सुरुमा त यो भिडियो बनाउनेलाई र कमेन्ट गर्नेलाई मान्नै पर्छ यार। यो हेर्नुस् अनि त्यसपछि फन्नी कमेन्ट्स पढौँला। अति दामी झोल मोमो, हेर्दै खाउ लाग्ने, साइज पनि ठुलो, किमा पनि धेरै। आज चाहिँ म लोकल फुड ट्राई गर्नु पर्यो भनेर सृजनाचोकमा रहेको पोखरा झोल मोमोमा गएको थिएँ। चिकन मोमो। तो चलिए शुरू करते हैं। मोमो त 6 वटा मात्र छ। रिप्लाई हुन हाफ प्लेटमा 1 पिस फ्री। कसरी प्लेट रे दाइ? 10 लाख जति पर्छ। बाँकी 4 वटा खोइ मुनि डुबेको छ रे। डेलिभरी हुन्छ कि नै? अति दामी झोल मोमो, हेर्दै खाउ लाग्ने। साइडमा ग्रीन सलाद नि रहेछ। चिल्ली सस चाहिँ अलिक कम भयो। भयो त अब न्युज नै यस्तो आएपछि खै कसको विश्वास गर्नु र। यो न्युज सुन्नुस् अनि फन्नी कमेन्ट्स पढ्ने। विभिन्न अध्ययनले देखाए अनुसार दिनमा एकचोटि मात्रै महिलाको